जे जति ऐलानीमा बसे अब त्यो अहिले बस्या होइनन् होइन, थोरै 20 वर्ष 15 वर्ष पहिला अगाडि बसेका छन् पहिलादेखि। त्यस्ता मान्छेहरूलाई जहाँ चाहिँ उनीहरूले अब त्यो सरकारी जग्गा हो त्यो जग्गालाई उहिले विभिन्न दलालहरूले पनि बेचे होला, के भयो होला, त्यो तालेर पत्र बेचिँदै पनि आयो होला सायद। र त्यसरी चाहिँ नि आएको जग्गामा उनीहरूले अहिले घर बनाएर बसिरहेछन्, भोग चलन गरिरहेछन् धेरै वर्ष पहिलादेखि। फेरि थोरै छैन, एक दुईवटा छैन होइन, लाखौँ लाख जनताले त्यो खालको चाहिँ नि गरिरहेको अवस्था छ देशैभरि हेर्दाखेरि। त्यसरी लाखौँ जनताको घर भत्काइदिँदाखेरि खरबौँको क्षति हुने, थुप्रै तपाईँको चाहिँ नि के अरे होइन समस्याहरू झेल्नुपर्ने, देशमा चाहिँ नि गरिबी बढ्ने, गरिबहरूको सङ्ख्या बढ्ने। अब जीवनभरको कमाइ लगाएर एउटा घर बनाएको हुन्छ, त्यो घर भत्काइदिएपछि त्यो मान्छे त गरिब हुने भयो। त्यसो भएको कारणले गर्दाखेरि एउटा उपाय के छ त यो समाधान गर्ने भन्दाखेरि चाहिँ त्यसरी बसेका मान्छेहरूलाई चाहिँ जति जग्गा ओगटेर बसेको हो त्यति जग्गा बराबरको, त्यति क्षेत्रफल बराबरको जग्गा चाहिँ सरकारले होइन सरकारी रेटमा त्यो जग्गा भोग गरेर जन तपाईँको चाहिँ नि घर बनाएर बसेको छ त्यो मान्छेलाई सरकारले बेच्नुपर्छ, सरकारले धनी पूर्जा निकालेर दिनुपर्छ। त्यसो गरिसकेपछि चाहिँ के हुन्छ भन्दाखेरि त्यो मान्छेको होइन 20औं वर्ष 30औं वर्षको कमाइ पनि जोगियो र त्यो मान्छे त्यो जग्गाको धनी पनि भयो। उसले धनी पूर्जा पाइसकेपछि उसले सालै पछि मालपोत पनि बुझाउँछ होइन, र घर पनि तपाईँको चाहिँ नि घरधुरी कर उसले तिर्छ। यसरी चाहिँ तपाईँको के हो त भन्दाखेरि त्यो जग्गा बराबरको राजस्व बाँध्नु पर्यो सुरुमा, त्यस पछाडि वर्षै पछिको उसको मालपोत चाहिँ नि उसले तिरेको र उसको घरको तपाईँको चाहिँ नि संरचना अन्तर्गतको धुरी कर तिरेको चाहिँ राजस्वमा बाँध्दाखेरि खरबौँ खर्ब पैसा पनि तपाईँको चाहिँ के अरे उठ्ने हुन्छ र सालै पछि नै तपाईँको चाहिँ नि यो के हो त भन्दाखेरि राजस्वमा वृद्धि हुँदै जान्छ। त्यसरी चाहिँ सालै पछि हामीले ट्याक्स लिन सक्छौँ त्यस्ता मान्छेहरूबाट, र यसरी यसको समाधान हामी गर्न सक्छौँ भन्ने आइडिया म चाहिँ नि दिन चाहन्छु।